सँगसँगै हिँड्नुपर्छ। तपाईहरुलाई पनि समृद्धिको बाटोमा सँगै जोडेर लैजाने वातावरण सरकारको नेतृत्वले गर्नुपर्छ, सरकारले गर्नुपर्छ। यो समग्र क्षेत्रको विकासका लागि जसरी यहाँका जनप्रतिनिधि साथीहरू लाग्नु भएको छ त्यही रूपमा म काँधमा काँध मिलाएर अगाडि बढ्नेछु। यो प्रदेशको साधन र स्रोतले भ्याएसम्म समग्र सुदूरपश्चिमलाई समृद्धिको दिशामा अगाडि लैजाने सन्दर्भमा विशेष प्रायोरिटीमा यो जिल्लाको पनि हिमाली गाउँपालिकालाई राख्नेछु भन्ने पनि यहाँलाई विश्वास छ। बझाङबाट बाजुरासम्म आए, बाजुरा मात्रीबाट पोल्टी हुँदै यहाँसम्म आए र बझाङबाट बाजुरासम्म आइपुग्दाखेरि प्रदेश सरकारले निर्माण गरेको बाटोमा आए र म पोल्टीबाट यो पिरिचौरसम्म के भने पादुकासम्म आइपुग्दाखेरि प्रदेशकै बाटोमा आए। म अहिले यहाँबाट केवडीबाट कबाडीबाट यता आउँदाखेरि यहाँसम्म पनि प्रदेशकै बाटोमा आए। अब फेरि बिच्छासम्म जुन बाटोको शिलान्यास हुँदैछ यो प्रदेशकै बाटो र प्रदेशको मात्रै होइन, हामी 3 तहका सरकार छौँ। 3 तहका सरकारमा समन्वय सहकार्य सहयोगको मान्यता छ र यहाँ एउटा उदाहरण प्रस्तुत के भएको छ भने कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र 2टा पालिका, हिमाली पालिका र पारीको के अरे पालिका सहितको सहभागितामा हैन यो बाटो पारीको बाटो जुन हामी आयौँ त्यो बाटो निर्माण भएको छ। त्यसैले यसले के देखाउँछ भने तीनै तहका सरकारहरू एक ठाउँमा विकासका लागि जुटेका छौँ, लागेका छौँ, जनप्रतिनिधि साथीहरू लागेका छौँ भन्ने सन्देश यसले दिन्छ। संहिताका बारेमा कुराहरू गरिन्छ, त्यो गलत प्रचारका पछाडि तपाईँ हामी कोही पनि लाग्नु हुँदैन। त्यो संविधानलाई मास्ने, संहितालाई मास्ने र हाम्रा विकास निर्माणका कामहरूलाई अझ 100 वर्ष पछाडि धकेल्ने एउटा षड्यन्त्रका रूपमा हामीले बुझ्नुपर्छ।